रही हो दापुड़ी खरखना पिजा हो एक काट काट भितले ये कोरसा भितले बा भितले ना ए बा ए कुंगनु रे थियो रे आजा दिन मेरा काम आइ गए क्या बोल माथि स्यालदरा 12 खेत रो जुन्न थियो रो आइ गए गरला त गरला हो तेरबा जेली लैले है आज के चिन्ता वाला सुने तो ये रोटा चुरो नहीं ना ये चाउरो खादो रे यही हर त ना बिचारा ने तो घर खलिरा यो नबे मेरा घर काम नहीं तो दे अति है तो कसु कौने ये ल चाउर ल तू नबे त मेरा घर काम ही नहीं तो दिया दे गरी आमा नाउ खोइ त गरी आलो गरे रामै गरे सबै गरिकन लाग्ने त 2-4 वर्ष पढ्थेको केन नखबला गरे रचक्के पाडी तातो ल र एउटामा राइया काम गर्ने आउन ल र रचक्के पाडी दे मार आज कौली जान पाउनु केलाई घर आमा बिरामी नट्टो दुखे हुँदी के भयो गरे आमा अरे नट्टो चढ्थ्यो हुँदी तैया कमारा पाल्दय मेरो पनि नट्टो बेली नै क्या छुट्टै भए जा भोलि फेरि आइए है आइज न जय राजा पण त आइसिया घरबाटी लाइकन त आयो त्यसैको खरच त्यसैकन लाइकन मन्दी देखि तोरी छोरी चाचन कहैन आइ मरोदी आतको मुडौदा डौठा आतबुडो ल्याइ आतबुडा बालकले ट्याङ ट्याङ गर्दै आइए मार तिन छोरी गति दियो नानी अब कन्ने घटै नजान दि त भाइले काइको नखाउनु कुटमा पाज न गर्छ अझ केरमको गरिकन उदा खाना कुटुमा त भ्याएको थिएँ मैले खुसी हुने भाइ अझ हिउँदो दुनियाँ लाज गर्ने नागो नटो गर्ने ठिक थियो त कुरा कति रहेछ दोकान त के हो हामीले मानिया धर्म कर्मको खराब लाग्ने हो थाहा पाइ तपाईँले काका यही लिरे डिपिने त मेरो छोरी रुपरुङ्गै अरिगो मेरो घरमै छिटो हान्ने तर गाला फुट्का दिउँ र यहीकन त हामीले मानिया धर्म कर्मको खराब लाग्यो कुम्ने है त ए आज मुखने लागन न सराब कुटुमा हाती मेरा गर्वको दितो राखिन आज मैले नाशा धर्म ख्याटटा के को ख्याटटा त छिनबरी टेक्दैन काका उदा खाँदा बाला विषयमा ख्याटटा छिनबरी टेक्दैन कहाँ गई त पर्दै पिडी आइ थी महाराज जाप त्यही कमा ओ जोइ गरे उले जा पछि नै जा ना गति लिबे छोरी गति लिबे तैले त के हो यो थलो गति जोइ करे परम ओनी भले ठीक हो
खेदा 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 काय भेटले आज त दुई भाइ छु केही न केही त भइसला त्यहाँको सर्को भन्दा हो 2 भाइ हौ मारिला हौ मेरो एक स्टार गुगु त कराइलु मारिला हौ गर्छ न होइ छोरा आगो लागेको हिताउ दारो पनि लाग्दै लाग्दैन आलो रगत खान नपाइन अघि भाइ राजा दारा बिग्ने सक्छु हुँदा आइ ढाल्ने बाले गाई शान्तिलाई थियो कि आज त गालीको भनी नसडाइन कासो पिस लगे तिमीले थाहा छ त म चाहिने काम आउँदा म खुयो खर्च मेरो पेटमा जल बट्टा पाक्छ त्यही बेला आफ्नो भाग्यमा लेखिए ए तर ल यो बाटै यो सिद्धियो तल चुलेर घाँस बोकै यता त काहीँ गयो भने देख्यो भने त बेलुका जाने छु त्यो जाउँ भाइ राजा भाइ हौ बार भाइ जाउँ भाइ भाइ हौ हजार ल्याऊ भाइ राजा दे देउता गर्न जय नारायण गोसाई दिनभरि 12 भयो हरियो पऱ्यो मेरो गादो भऱ्यो कसो भाइ राजा होइन त अरे के गर्नु भन्दा जाउँ भाइ राजा मार्दा हो जाउँ भाइ राजा भाइ के बुझ्नु पर्छ के बुझ्नु पाइने गर्नु बाजे गुरु
भइला कि नि यसरी भइला खाएको के पिउने छिरे औ कान्छी मैले भुन्सेको आऊ आँखा नानी वरिपरि र घडियाला पुवाला वरिपरि दीक्षा हुने लोग्ने मान्छेले केही पनि लाग्दैन तर इज्जत हामी दुईजना र बुढुको लिँदा
हामी एउटा धान पिटाके तिम्रो जात जाला आखिर तिमी कुटुम्बै छोरी त पढा तिमीलाई कटल छोरी के गर्छ हो ठीक लाग्ने क्या छोड्छौ नि छोड्छौ माठो क्या माठो लाग्छ भने पनि स्वर्गको लाग्ने सुन्नेर लाज मान्नु क्या त नाउ त कुटुम्ब छोरा बाजु अब यही त निर्भर पनि क्या त भित्र इन्टा पहिले देखेपछि क्या होला जाति पनि औ क्या ला त माटो पनि त छ खाता न क्या ला त अब बाखा पैसा पनि दिँदैन यता बाखा मिले खेल्न गयो भने के अझ दिउँसो यता केरा त आउँदै न कुटुम्ब भ्याजिन त्यही त आउँछ खेल्न गौला अब देखले क्या हो त क्या हो त केमन के रडल गरियो आखिर मेरो मनको पनि त के होला मुगल के तेलको मान्यो मैले चाहेको तिमीले अल्लै भयो होला म पनि राजकोटी साइडको छोरा म पनि राजा हुँ पुरा गइसक्यो हुँदा पुरा नमात्रै छ क्या ला त कहिले देखा हुँदा उफाले लाग्ने आफ्नो बुँदा हाल्ने छिया बाहा क्या उयो खेलेका बेतन चुकीले मात्रै आउने तिमी नै बोली रानी चुपक्क लाग्यो ए भाका न बनाइले भाइ जाऊ त बस नाच्नु कुनै
बिहान अलि खेलखाल गरौँ एउटा होला ल म चाहिँ रातो खेल्यो एक ठेक मैले ल्या मजा ला हुन्छ त ए अब झर्दै झरा मेरा पछि पछि आयो भने यही तर्काले हामी तिमी कुम्बा हामी चोम्बा मोडरी हो काय त नाइए अघि आइछि मैले देखाउ नै ओके आइछि त ए ती बाटोमा तनी गइरे डाबा खेल्ने नि गइरे डाबा बाई बाई मोडरी हो वो अप्ठ्यारो है त्यो गइरो है त्यो त कन्नाले हो তুমি খেলিবে খেলে নখেলিবে নখেলো তুমি আই খেলে দেবো মানে এই খাটটা তুমি যাই কি কর খেলবে কি নাই হাতি খেল দিল এক খেল দিল দুই খেল দিল त्यसो भए के हात हो जाऊ रे के भयो आई खेल ल खेलो ले ल उता आलो पूरा बॉडी बोलना आज के एक कुकुरी ले आती तोरा मुझे तो चावल करो ए तो क्या नहीं हो तेरे कुटुंब में छोरिया ए ओड़ा कुटा डोर सुंदरे ए चावल कमरा बनता एकंत ए चलो क्या था और आना हजुर का राजा खुद ऐसे देखेला है तीन होगी हैं देखे छी दिनाए हम
तिम्रो जाउँ क्या खुश क्या रे कोई को मेरा बाप मेरा गाय को दूसरे ने कंपन ने आपको कोई को दूसरा है कुनले खाने मुखर और दूसरी चढ़ो दी किसी दिन ना कुनले की घर मेरा बाल तो और तो कोई को 3 महीना पछि जाता ते पुरा मैंने मेरे ध्यान कर भयो छियो पाले पर तो मेरे छुई भी नहीं भानी को ब्यागड़ी कोई से एक दिन हाथे ना में कि मु क्या करी कर पेटे हो गन्ना देखला तो मोर आज हम बिना छुई भी छुई हो बुनी कर डाटे तो कर बुनला 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 बुआ तेरे गिचे आछो फिर एटा पुरा रविवार भी आरो तो बुनी क्या कर दिन आई का जो दिन तो नारायण नगोसय मुकन मुंह में 3 महीना होगी रोड़ा सुन क्या देखला उधर मेरा जीव माती भी दुनिया कुटुंब छोड़ छोड़ के मेरे तो कर कॉलेज माता में देखला लुकाई के रखे छोरी वाला ठकुरी वेगनी बोरी कॉलेज से की वेगनी नहीं भी तो को खाता है और रात में तो कहता है भाई गलती मेरे हो मुझे तो कर चिल्ले हटिया ना होके तो दुनिया हफ्ते है देखते मेरा जनवरी रुने मुझे धाव धाव करे आए तो एक आध बात पेटो को लागी एक आध जोई में वास्ता वास्ता मु बोले बोली ना मु बोले इतनी भाई का तोले मुकने तेरा घर नाली तक मुकने नाचो मु पाई में दस्ती नहीं था तेरा यही सारा ले मेरी है बढ़िया मेरा नाली तो शक्ति पला है मु संसार की स्वार्थी में होता भाई घर रे मेरो घर में के तुम ते गोट तो ते गोट में तो तिमी ना क्या होता तेरे यो चल पाई को भी टोपाल ये तो आमा बाबा देश दुनिया का ना जाओ टोपाल तो भी मुझे इतनी खुशी है और टोपाल बोलते तो के बुनिया सुका बाबा मेरी आमा को पाला तेना की रोते ले आके तो पीछे गाँव ने क्या बना ला मुनी यो देश समाज दुनिया क्या बना ला काटी ला क्या होता कई कुड़ा पाना ना कई कुड़ा घुमाने पड़ा था भाई तोले मुका ना पाए बोले तो कना पाए बोले तो कना पाए मुका दास तू हंसी हंसी पचा है अब पाल तेरो अब तो बेला पूरी चुकी को पसी बुआम सी भाई को
अब त कहिले पाउने उहाँको मन्दाङ तो त के थियो बुन्दौ न धुन न सम्पत्ति न जात जयदिन तेरा स्वर्गवास भया त्यही दिन त मेरा खाडो त भइतो छि हिउँदो हिउँ बुन्दो छि नै जेठो दुख बुन्दो छि नै काम गर्दो छि गर्नु पनि पटो छियो तेरा ती कहिले नथाक्ने तेरो त्यो कहिले नबन्ने मनको बात तेरो त्यो एकोर मन त्यही मनलाई मिठो माया त्यही पनि एकचोटि आऊ आऊ नि एकचोटि केही गर्दैन आऊ नि तुम भाग्य को कति खाडो होते तुम तो दुई छोरा एक छोरी हुने रहेछ नि ठुलै घर गइजान्छौ कि तिमी भाउ पाएको क्या रौदी मैले अस्ति थपाएको छु यस्ता कुरा के रे बोल बोली रे गता गता तू पनि अर्कोले जगत रहे मैले अब बेला भए पनि अहिले थाहा पाएँ कि अब मैले अब धेरै अमलिन हुँदैन यो सत्यलाई स्वीकार्नै पर्छ सत्य कस्तो सत्य मेरो कि तुम हो हामी सबैको सत्य मेरा बुवा साचा उहाँले यता घटना त आफै आँखा देखेर हजारौँ पटक देखिए थियो म त नाने बेली र भोलि उसले केही पनि नथपाउने बेलिकन बिर्सने र भोलिकन यादै नगरी दिनभरि बारी बारी डुल्ने त मेरो मुख्य काम थियो काटेपछि त तैँले मुखन मन पराए या मैले मुख मन पराए अहमरी मन पराए त्यो त मुखन होँदैन हो त्यो मुखन होँदैन हो उहाँको मन्दाङ्गलाई भए पनि मैले एउटा छोड्नै पर्ने हो त्यसलाई कि उहाँको पहिले अनुसार बाहिरपछि यो पटक्कै राम्रो लाग्दैन मेरो बुवा मुखन मेरो मुहाभन्दा बढी माया गर्छिन्थ्यो बुन्सिन्थ्यो कि मेरो छोरीको कुनै कोठी महारानी बनाउने अहिले पनि क्या बिग्रेको छ
कोली गरा धंदा निन्ने अपने तो तिमी कुनै कोर्टकी मारा नि भनेर कम नाही के बिग्रिए नै सोधो यो गरी बुझ्दो जैकालाई दरबार बिर्स्या घरबार बिर्स्या बाबामा माया बिर्स्या त्यो विलासी दरबारमा खेपिए 3 जुनी चाहिँ लाग्यो 3 महिनामा मैले क्या त पाएँ कि हरेक माटोले आफ्नो बाटो आफै खोज्दो त्यही कारण यो हब्बै भयो होला तब अरू केही होइन तैँले तेरी आमा तेरो समाज बिहानदेखि बाथरुम नगर्ने मेरो बुवा आगन चाकरी हब्बै त्याग्नु पर्छ जहाँ गरी मैले त्याग्ने निर्णय गरेँ हो ती कुरा हब्बै छोड्दे दिजोर आएछ होला बार भएको म आएछ त
बेलिया भित्त खोला बन्नेमा त मेरा दुई मार्का छोरा रहेछन् यतै गिरे कस्तो मारिकन ल्याउनु आइए मेरा हुँदी राजा पाइलो मेरो होठाले पड्यो कस्तो भाग्य अब हुनु त हजुरकन बनिकन घरबाट नि मासु त छुँदैछ अब कस्तुरा खाने कि मिर्गो खाने कि झारलो खाने कि डाँफिया खाने कि कालिजो खाने अब मासु पाइयो ढिक्क भइहाल्यो उकन त हुँदिदियो यो यी मेरा जातक छोरा ठुला भएर हुँदिदियो राम्रो गरिकन उम्मलाई लाग्यो यिनापा झोल नजान्दामा यति भात पनि हुन्छ जाँदैन हजुरकन कोही छोरा आएको छोरा मिठेला बिक नै मिठो हाम्रो सम्बन्ध पनि यति मिठो बनाउनु पायो क्या हो त खोजा क्या भयो क्या यो हाम्रो ठकुरिया रीति थिचिन पनि अरू त क्या कुरा मैले त बुझिनँ त हजुर अब ज्वाइँ साहब पनि आराम गरिकन रात गरी बक्सिया अब नि त्यही छोरी हो जाता कुरा झिटे क्या क्या कुरा गर्नु हजुर फेरि कति डबुडा डबुडा है टपक्क भैलो भए त भैलो बिसिन उडेन पाइदिन हजुर अनि ज्वाइँ राजा पनि आराम गरी रात गरी बक्सिया हुँदैन त केही तल्लोमाथि गरेर त लागेन हजुर मैले हजुरकी छोरीले मेरा छोरा नपर्ने व्यवहार कुरो गर्ने आउने मेरा छोरा अगाडि पाइलै नपर्ने आउनै नआउने क्या हो त यो मुसी बिराडिया चाहिँ लुका लुकी क्या हो त यो अब त तपाईँ आफै जान्ने सुन्ने मान्छ बुढेसकालमा छोरा बिहा गरेर पै काफुनु नाति नतिना खेलाउनु कहिलेको मन हुँदैन त्यो त हो यति यो घरबारले क्याको नाति छिए क्याका वंश छिए क्याका क्या छिए त्यहीको भुटै यी पोरी पनि पोरी घरभित्र हलो जोती जोती र 12 महिनाभरि माइत पठाए अब बाटोबाट आउने बेला हुन्छ नि अलिकति बालकले हल्लाउने सिराउँदा टाउटो कानुन झुन्डाउने क्या पनि आउँ देश दुनियाँ माइतिया त क्या कुरा भन्नु थियो हाम्रै नाका टुप्पो फालिदियो अरू त क्या छु पोरी पोरी ने पनि के हजुर नानैले रायताला गरी पानी छुट्ट भइदियो उठै गरौँ खुच्चियो पोरी पनि अब घुम्जाउँ हाल्नु ए माइती भन्ने नानी लाडा भन्ने छोरी भन्ने राता राता दुनियाँ छिटासँग गोठा धाउने यति भने सुन्दिछु म मुख थामो लाउने नै अब पोरी त क्या कह हजुर ने बोली बेलीमा पर जोइराजाले देख्छेन होला हो पर घर भैलेरबाट बस्ने देख्छेन होला जोइराजा ए एक त मेरो छोरो लाटो देश दुनियाँ पनि थाहा छ त्यहीमाथि मेरा छोरा आँखा पनि फुटाल्ले गयो छ पोरी पाडा पनि कहीँ नबेटाले चिसोले कटकट खाने अरे पोरी घर पुगेको छु त्यही त्यत्रो डबुडा डबुड के थियो त हजुर नि आमा घुम्ने हौराली घर डबुडा रातभरि गाउँ त घुम्नु भने डबुडा डबुडा आमा हौराली आउनु तातो ओछ्याउनु त सेरिनु हो त्यो के थियो अब भाइ घुम्ने राजा यी जात्ता नानातिर कुरा मिलाउनु पर्यो ए मेरा नानातिर बुढा भए मेरो हर्चली पोइट पोलिकन एका बिहान नै भयो कुटुम्ब गाउँदो आउने अनि मेरा नाना बुढा भए कुटुम्ब धर्म नहुँदो त मैले जानेको छु त्यस्तो गरिकन हौराको हर्चली पेट पोल्ने गरिकन मेरो छोरीले त्यति के गरिन् मेरो छोरीले कोहीको नाबो नाटको राखिन् कि कोहीको जातको विचार गरिन् कि मेरो छोरीले केही अक्को गरिन् कि न कुरा पनि क्या हो हेरचेती गर्न पर्दा नि क्या एक त मेरो छोरी हो भाग्य गतिलो हो ए भाग्य त मेरो गतिलो होइन गइदिनु मैले गर्व छिटो हानेको थिएँ मेरो टिक्कोनो बुल्चारो लाग्यो ओ जो गरेर र डुइके जाला माल्याबाट पहिला मैले गरेर मुनि हौ या बिचरा हामी हात्या हौ बिचरा नगर नगर ओ राजा भइगयो मैले मुनिया त उही बेला गर्व छिटो हान्ने बेला गली गली भन्ने अहिले उ गर्ने अझ मेरो छोरीले गाल गर्ने आखिरी हजुरकी छोरी भइकन मेरो छोरा भइकन उही चाहिँ त उदो केही त क्या हुन्थ्यो जाति छाडा अलिक ठन्डामा मान मर्यादा सोम त्यही हुन्छ त केही नभई छाडा रहेछ हामी छोरी पनि त देख्नु भएको छ त कतै आमाले कोटाले घर खाइन बसेको थियो त्यो क्या कुरा भइगयो हौ राजा मेरो बेलाले आइकन मेरो छोरी हो त हार्दाउनु नखुर्स्यो मेरो छोरी पनि क्या हो आम्ना क्या हो आम्ना मुनुको यति यति दुखा पोखा राखिकन घर खायो मेरो छोरी क्या खुसी हो न मेरो छोरी अगाडि मेरो बेला चाहिँ आइकन मेरो छोरी कुरा गर्ने मेरो छोरी पनि क्या हो आम्ना मुनुको यति बारका दुःख राखिकन घर खाइदियो कुरा गर्छिन्छ जुन मैले भनौँ अनुमान पनि सुनमा छोडियो गर्ने दे कुराहरू त्यही हुन् जति कुरा गरे त्यति मुडा आयो भने जस्तो कुरा हुन् पर्सियामा पुरी घर आएन भने कुटुम्बले धर्म हार्यो भने नभने बक्सिएला उहाँ त्यो कुरो त मेरा छोरा आँसुमा मैले कहिले फिराउनु पर्ने हो फिराउनु पर्ने हो त्यो थियो सक्दो नबाके जाति हो सम्झिन्छु दे अहिले म लागेँ ए हट त्यसको जाँच्ने कता पनि त्यो त मेरो
भैँसियो यसले अहिले तुम पनि खाँदैन दुसुक्क मुन मऱ्यो खमारमा ल्या यत्रो तितो पिरो भयो क्या का हुन्थी क्या का मुख हेरा हेर गर्ने क्या गर्ने? अनि छोरीको राति नै हाटेला मात्रै त्यहाँ पनि त्यो ल्याउने छोरीको नक्का पठाउने जा त जा केही गरेर मेरो अगाडि त्यति कुरा गर्ने घरे बिताया पाउन भएको मान्छे आउँदैन भने चुप्प लाग्यो खाँदो मात्रै एक डुन्डाले कप्पालाई कुरा गर्दै अझ हामी छोरी खाइराख्थ्यो है त क्या हो त भन हामी त कमाली यहीले गर्दा त यस्तो भयो हमाज हमाज बुवा पनि झडाको लाग्छ है ज्याकै गरेले खबर पनि ब्याउलियो भन्दै थिए मैले भएको भने त्यही पनि ख्यागेरै ब्याउलियो बुझ्यो म पैसा ल्याउँदै गएको न बुझ्यो पैसा ल्याउँदै गएको न छोरी क्या हो फेरि बात तिमी कहाँ गई छौ मैं तो गएको थिइनँ पहिले र पढासिए थियो त कुनैले के आउनु केही होइन थियो तिम्रो ससुर आइसकेको थियो मैले छोरी भइरहेपछि दुई चार दिनपछि पठाउन भने गइहाल्छु नापा नापा घर सुकाली भयो गइहाल्छु यही हामी त्यसै दुनियाँ त्यहीको त मेरा घर आउने नाम पनि के थियो मुखर कति दुःख दिँदा हौतेला कोहीका चुन गर्दा छक्काल रहा हम 5 पुस्ता हम गाल करता भइगो बुबा से दियो के भुली खाना तो क्या करे बसे हामी के खुसी हो रहा अनि क्या गर्नु त छोरी उही भया कुटुम्ब एक उही हो लोग बनाइकन कुकुर बुकाइकन भ्या गरेर ऱ्यामछिम गरिकन अहिले क्या गरौँ त तिमीमा अहिले भ्या गरिरहेको तिमीमा इज्जत आएको कुरा पनि उही थिए आमा इज्जत आएको कुरा पनि उही थिए उहीका इज्जत आएको कुरा पनि उही थिए छोरी तिमी आफै त थाहा छ छोरी बाइसँग त भने हो मैले के हजुरको छोरा उसो चिल्ला भने हो अब खाली एक दिन त बास दिसो म केले बसुलाने आमा गर्भदै हुँदै हजुरले गरिए खेलटेटले आइ मेरो यो हालत भइगयो हजुर पनि एक महिनाले लाग्यो कि कहिले मेरो पनि छोरो भइदिँदा हो कि मेरो छोरो भएको भने त्यता हुने खाना खाँदैन छोरी ल्याउला बुहारी बनाउला श्री सम्पत्तिले घर भरिएला हुनुभयो जयदिन म 11 छोरीलाई जन्मे थिएँ बुहारी सट्टा जोय हात लाग्यो त्यही पनि अपुरो हक्का हजुरको न पछुताले पिरेलियो होला सबै गरी मुगारो त हेर्छु मैले त जुन क्या पायो म त जुन बिरपट्टे रित्ते हजुरका लागि धर्म कर्म मान पानले घेरिया गर्दा आइ मेरो लागि ठट्टा ब्याजो लाग्दो आफैको ठट्टा लाग्ने घरबाट त म मेरो जिउको साथी जो गरी खडाहरू
पण बाहेर एवढं ना बेल खेळा तो जायचा मोरे का हाल में नो ले का मग जा काय हफ्ते खाल्ले एक बार दिले हॅलो खाल 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 चुनगाउनु पाइने भयो ल एक विषय त चुनकाई एक विषय म चुनगाउँला आई चुनकाई है तँ पनि सबै सामान लिएर है ल छोडी ल केलाय तो जरा कुमारा बाबाकडे मिळलं फिरायचं नका तो ते मला सगळं बघा म्हणलं होता बोले तारा तुले हमर तुला ठिके गरी दुई बार खाली मेरा कोठा जरा मेरा डुबा रे अनि जाऊला के जातो म्हणत रे मग रे घराबाट बघा तर बघो तेरा लागि उभरने गाव
त्यति टाढा बाटो घोडा पनि राम्ररी गलिका जाऊ म यहाँ बोलाऊ दिजु दिजु आइसो अरे किन किन भयो कसरी किन नि यता ठुला दाइलाई छु गई तिमीले रुम बढिया क्या नरो भालो ओ मेरो छोरी है नरो नरो तिमीले रुम बढिया क्या अब्बाई की चेली अब्बाई की छोरी को नौ डाँडा पारी गई
लगायौँ हामीले यही न अन्त क्यारम बोर्ड हाम्रो खुट्टुमा हात गरेर अब नि बिजुलाई तिमी यसै रुने नरो नरो आँसुले गलाउँदो हो छोरी नरो नरो बा जय नारायण गोसाई आइको दिनबार पाइनु है मेरो छोरी आँखाबाट आँसु कहिल्यै जड्नु नपरौ नारायण गोसाई लेखो कि बुहानी भयो गाडा कि मसानी भयो तिमी दाहिनी भयो मेरो छोरी अगाडि लाग्यो मेरो छोरी पछाडि लाग्यो हान्ने हातमा त्यो भुन्ने मुथुन दियो नारायण गोसाई जय नारायण गोसाई देला छोरी अबेला होइला छोरी नारायण गोसाई नरो नरो भुलिन छोरी आँसुले क्या गराउँदो मात्रै हो यहाँ हेरेर खाइहाल्नु भाग्य मानिले यहाँ हेरेन क्या टाल्लो टुलो गरी हान्थ्यो त डोक्टी नै अब मोती दिस भएको अबेला भइगयो नि घोडा रम्म गरिकन गलिदिए जान्न ल भाइ काम लाग्दैन तर ए बा जेठा अब रम्म दिनु है त्यो बाटोबाट घोडाबाट नचढाउनु उठेर मानिएन है अनि तिसम्म नि भोको भोकाउने है त्यहाँनिर भइगयो छोरी भइगयो यही खाने गर भागो सबै है किन हुनुपर्छ हामी दाइ भाइ छौँ बा आमा छ केही चिन्ता गर्नु केही हुनु पर्दैन हामी छौँ त के को त्यो शुद्ध मान्छे छौँ त केही मान्नु पर्दैन ए बा भागो नमोली है भाइ राजा घोडा हात ए कान्डा घोडा सबै ल्याऊ मिठाई भएको र त्यो पिठे भयो हजुरका छिरिएर उता त्यो चारो सारो फसला आएर भोलिको त के पक्रियो त महाराज अब गोजा आउँदा खोलखाल गऱ्यो नि त यो जाने मात्रै भयो अनारदेखि 5 ताल घन्टा पनि हजुरले नजिकमा अब हजुरै एकचोटि घुरेर घुम्न आयो हेलो रहला त त्यो जाँदा पनि छुट्टियो पत्ता पनि मर हुन्छ अरू केही थियो बताउनु के हो त बिचरा हुन्छ त खोलखाल सपारी हेरिया खोलखाल गरियो हाल्नु अब जाऊ कमा राख्नु फुल लुन्डिया कमा राख बोरिया के हात बोल्नु न मासु खानु खाजा कमा राख्नु मन्ने ठाउँहरू कहीँ पाएन मेरै चुलीहरू खुद मरिकन